पहिला ल यहाँ लगाउँदैन ए माया छ तपाईँ कसले टेक्न खायो मान्छे यस्तो के भइरहेको कोही बिगार्छ कोही मिन्स भन्छ आज हाम्रो सुटिङ भइरहेछ है गाइज बाल हुन्छ ऊ हाम्रो हिरो हिरोइनी देखाउनु त तपाईँ प्ले गराउनु अब हाम्रो रोजी म्याम चाहिँ उता रोजी म्याम चाहिँ हाम्रो डाइरेक्टर उहाँ चाहिँ डाइरेक्टर अनि हाम्रो हिरोइनी हेलो सन्चै अनि नारायणजी कस्तो 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 भइरहेछ सुट मोबाइल छ नि ल ठिक छ म्याम ल है हामी सुटिङतिर लाग्यौँ है म्याम ल हामी हानौँ है त ल कन्टिन्युटी ल है हामी सबैलाई खिच्नु है क्यामेरादेखि लेख सबै खिच्नु है ल नारायण सर कस्तो कुरा गरे कि बुढी म दिनभरि काम गर्छु यार हाम्रो सपनाको लागि हो तिमी घरमा भएर पनि जब खाना पनि बनाउँदैन है ल उता जा है पर जा पर बोलाउँछ यता हेर ल रोलिङ एक्सन कस्तो कुरा गरेको बुढी म दिनभरि काम गरेर आउँछु 24 घण्टा काम गरेर आउँछु दिनभरि काम गर्छु 24 घण्टा दुईटा एउटै भन्छु है 24 घण्टा भन्नु न तिमीले दिनभरि भने यो त दिनभरि के भनेको छ त 24 घण्टा दिनभरि मात्रै भन्नु ब्यारे ल यता हेर्नु अर्कालाई गाह्रो भइरा मलाई नि त्यस्तै त नि सेम ल रोलिङ एक्सन कस्तो कुरा गरेको बुढी म त 24 घण्टै काम गरेर आउँछु नि त अब के गर्नु पेटमा हुँदैन कस्तो यार क्यामेरा बोल्नु दिउँ न फेरि यहाँ हेर्नु पहिला यहाँ हेर न के छ ठिक छ ल है ल अब एकदम जाने अब रोलिङ एक्सन कस्तो कुरा गरेको बुढी म त 24 घण्टै काम गरेर आएको हुन्छु नि त अनि भोक लागेको टाइममा पनि फेरि अहिले चाहिँ भएन हाँस ठिक छ हाँस्न दिनु अनि के पेट भन्न लागेको थिएन नि त तपाईँले होइन कि त्यही भनेको थियो ठिक छ के छैन सरी होइन नो 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 सरी ल ठिक छ के छैन यता हेर्नु तपाईँ के हेर्नु के है दाइ हो नि तपाईँको ल रोलिङ एक्सन कस्तो कुरा गरेको बुढी म त 24 घण्टा काम गरेर आउँछु के हो पेटमा भोक पनि लागिसकेको छ त्यसपछि तिमीले खाजा भात र पकाउनु पर्दैन एकचोटि सोच केटा यो अहिले भ्लग पनि बन्द गर्नु एकचोटि सोच किनकि कन्टिन्युटी लाइफ पनि बन्द गर्नुपर्छ क्या किनकि उसले बिचरा